प्राणिक हिलरहरूको हातमै पावर हुन्छ। हिलिङ एनर्जीहरू भन्दाखेरि मान्छेले अचम्म लाग्न सक्छ। अनि सुरुमा धेरै विश्वास नभएको मान्छेले विश्वास गर्न पनि गर्दैन। कुनै पनि एउटा विश मागेर ट्विन हार्ट 1 महिना रेगुलर सुनेपछि त्यो विश फुलफिल हुन्छ। यसमा हामी सानो रुगाखोकीदेखि लिएर लास्ट क्यान्सरसम्म हिल गर्न सकिरहेछौँ। यसको सबभन्दा राम्रो उदाहरण दिनु पर्यो भने कोभिडको टाइममा हामीले पुरा नेपालको हिलरहरूले त कमसेकम हजारौँ हिलिङ गर्यो होला। यति हिलिङ गर्यो हामीले, यति पेसेन्ट ठिक गर्यो हामीले। कुनै पनि व्यक्तिको मृत्यु हुने समयमा त्यो व्यक्तिलाई हामीले हिल गर्यो भने हामीले उहाँलाई चाहिँ जानलाई सजिलो हुन्छ भन्नुभएको थियो। नुहाउनु मजाले साबुनहरू लाएर लास्टमा हजुरहरूले अलिकति हातमा नुन लिएर पुरा बडीमा दल्नुहोस् अनि पखाल्नुहोस्। जस्तै हजुर त्यहाँ हुनुहुन्छ, म यहाँ छु, हजुरले चाहिँ मलाई नछोइकन पनि यहाँ मलाई केही न केही एनर्जी चाहिँ सेन्ड गर्नु यस सक्नुहुन्छ। क्यान यु फिल समथिङ? म त फिल गर्छु। सो हिलिङले नजर दोष ठिक गर्न सक्छ त? मैले हाम्रो सोसाइटीमा देखेको छु, भगवान लायो, नाग लायो, त्यस्तो कुराहरू मैले धेरै सुनेको छु। एन्ड मलाई भन्दाखेरि आई डोन्ट बिलिभ द्याट। नमस्ते सम्पूर्णमा, म ट्यारोट कार्ड रिडर दीपिका देवकोटा हजुरहरूलाई सर्व रहस्यको रहस्य विथ दीपिका एपिसोड 1 मा स्वागत गर्दछु। आज हामीसँग एपिसोड 1 मा नेपालको नम्बर 1 प्राणिक हिलर काजल अग्रवाल हामीसँग उपस्थित हुनुहुन्छ। काजलजी, स्वागत गर्दछु हजुरलाई यो प्रोग्राममा। सो यो क्षेत्रमा काम गर्नुभएको हजुरले कति वर्ष भयो? मैले यो क्षेत्रमा काम गरेको 13 वर्ष भयो। लगभग 13 वर्ष जति। 2013 मा आएको थिएँ म यसमा। हजुर। अनि त्योबाट चाहिँ मेरो जर्नी कन्टिन्यू नै छ प्राणिक हिलिङमा। सो हजुरले यो प्राणिक हिलिङ कसरी सुरुवात गर्नुभयो? मैले खास म स्पिरिचुअल पर्सन होइन। म चाहिँ प्राणिक हिलिङमा आउनुभन्दा अगाडि एउटा एकदम रिलिजियस पर्सन हो। अनि होम मेकर थिएँ म 15 वर्षको लागि। तर मलाई हरेक चिज सिक्नलाई त्यसमा के रहेछ रहस्य त्यो हेर्ने चाहिँ एकदम बानी थियो। त्यही भएर एकचोटि के हो भने कुनै मेरो एकजना फ्रेन्डले एउटा हिलिङ क्याम्प थियो, अनि काजल त्यहाँ आउनु न एकचोटि हेर्नलाई भने मैले नो आई डोन्ट वान्ट टु कम भनेर भने उसलाई। तर उसले चाहिँ मलाई एकदम त्यो गरे, एकचोटि देख्ने त आऊ भनेर भन्न थाल्यो। अनि मैले ठिक छ म आउँछु भनेर अनि म त्यहाँ गएँ। त्यहाँ जाँदाखेरि मैले अचम्मको कुराहरू देखेँ। कसरी मान्छेले फाइन्ड आउट गर्न सक्छ कि यो मान्छेभित्र यो इमोसन रहेछ या उसको यो पार्ट बडीको यो पार्टमा प्रब्लम छ। त्यो कुराहरू हेर्दाखेरि मलाई एकदम सरप्राइज फिल भयो। किनभने प्राणिक हिलरहरूको हातमै पावर हुन्छ। उनीहरू हातबाट स्क्यान गरेरै मेरो सबै प्रब्लमहरू मलाई बताउन थाले। अब त्यो भनेको त अलि अचम्मको कुरा लाग्यो। अनि त्यसपछि मलाई यस्तो लाग्यो इफ आई क्यान लर्न आई सुड लर्न इट। अनि मैले उनीहरूलाई सोधेँ कि यो सिक्ने के तरिका छ, कसरी सिक्न पाइन्छ, कुन उमेर छ। अनि उनीहरूले भन्दाखेरि आई फेल्ट लाइक आई सुड लर्न इट। अनि मैले सिक्नलाई 2 दिनको क्लासमा गएँ। अनि त्यसबाट चाहिँ मैले सिकेपछि चाहिँ मैले त्यति प्राणिक हिलिङ एप्लाई गरिनँ आफूलाई। बिकज अलिकति हिलिङ एनर्जीहरू भन्दाखेरि मान्छेले अचम्म लाग्न सक्छ। अनि सुरुमा धेरै विश्वास नभएको मान्छेले विश्वास गर्न पनि गर्दैन अनि युज पनि गर्दैन। त्यही भएर सुरुमा चाहिँ मैले त्यति यसलाई बिलिभ पनि गरिनँ। क्लासेस चाहिँ मैले सबै लिएँ किनभने क्लासेस मलाई एकदम मन पर्थ्यो। तपाईँको हातले यदि केही चिज ठिक गर्न सक्छ भने त्योभन्दा ठुलो कुरा के हुनसक्छ। अनि त्यही भएर मैले क्लासेस लिन थालेँ। तर 1 वर्षपछि चाहिँ मेरोमा के चेन्ज आयो मलाई आफूले थाहा छैन। अनि मैले हिलिङ गर्न थालेँ। त्यसपछि चाहिँ मेरो लाइफले 360 डिग्रीको टर्न ओभर लियो। अनि म त्यसबाट चाहिँ प्राणिक हिलिङमा घुसेँ। अनि मैले धेरै नै प्राणिक हिलिङबाट नेम फेम सबै चिज पाएँ। यहाँ अहिले सुनिराख्नु भएको धेरैजना पब्लिकहरूले प्राणिक हिलिङ भनेको शब्द नै पहिलोचोटि सुन्दै हुनुहुन्छ होला। हुन त धेरैजनाले अहिले अब सोसियल मिडियाको कारणले गर्दा धेरैले सुनिसक्नु भएको होला, किनकि हाम्रो अहिले सोसाइटीमा रेकी भन्ने छ होइन, प्राणिक भन्ने छ, साउन्ड हिलिङ भन्ने छ होइन। सो हजुरले चाहिँ सिम्पल ल्याङ्ग्वेजमा प्राणिक भनेर कसरी बुझाउनुहुन्छ हाम्रो पब्लिकलाई? ओके, मैले प्राणिक भन्दा पनि प्राणिक हिलिङलाई बुझाउने कोसिस गर्छु एकचोटि। हजुर। सबभन्दा अगाडि त्यसमा चाहिँ हिलिङ भनेको के हो बुझौँ। हिलिङ भनेको के हो, हजुरले के बुझ्नुहुन्छ हिलिङ भनेको? हिलिङ भनेको चाहिँ मैले सिम्पल ल्याङ्ग्वेजमा अहिलेसम्म के बुझेको छु भने हिलिङ भनेको चाहिँ एउटा एनर्जी हो, फर्म अफ एनर्जी, एउटा युनिभर्सल एनर्जी, कस्मिक पावर भनेर बुझेको छु। यस, द्याट अल्सो हिलिङ गर्दाखेरि युज गरिन्छ त्यो पावर। तर हिलिङ भनेको के हो? हिलिङ भनेको कसैलाई ठिक गर्नु, कसैलाई ह्याप्पी बनाउनु, कसैको पीडालाई हिल गर्नु भन्ने कुरालाई बुझिन्छ नि। हिलिङ भनेको हात चलाएर या कुनै थेरापीबाटै गर्ने जरुरत हुँदैन नि। कसैलाई गएर प्यारले हग गरे पनि हिलिङै हुन्छ, उसलाई राम्रो फिल हुन्छ नि।
बच्चाहरूसँग खेल्दा पनि हामीलाई रमाइलो फिल हुन्छ। द्याट इज अल्सो एक्सचेन्ज अफ एनर्जी न। त्यही एक्सचेन्ज अफ एनर्जीलाई नै हिलिङ भनिन्छ। अब हामी कहिलेकाहीँ काउन्सिलर कहाँ जान्छौँ, उहाँहरूले हामीलाई के गर्नुहुन्न, तर उहाँले के एक्सचेन्ज गर्नुहुन्छ, बोलीबाट हाम्रो भित्रको पीडालाई एक्सचेन्ज गरिदिनुहुन्छ। त्यो भनेको पनि त हिलिङ नै हो नि, हैन? त्यही भएर हिलिङ भनेको एक्सचेन्ज अफ एनर्जी हो। अब प्राणिक हिलिङ भनेको हाम्रो गुरु ग्रान्ड मास्टर चकोक्सीले सुरु गरेको एउटा थेरापी हो। यसलाई चाहिँ नो टच नो ड्रग्स थेरापी पनि भन्न सकिन्छ। र प्राणिक हिलिङको नाम कहाँबाट आयो? हजुरले भन्नुभयो प्राण भनेको धेरै जस्तो मान्छेले थाहा हुँदैन, तर हामी हिन्दूहरूलाई प्राण भनेको धेरै जसोलाई थाहा हुनुपर्ने, बिकज यो एउटा संस्कृत वर्ड हो। प्राण भनेको के हो? प्राण भनेको त हामी सबैलाई थाहा छ। प्राण भनेको लाइफ एनर्जी, जसबाट हाम्रो शरीर, हाम्रो लाइफ चलिरहेको छ। सो यसैको एक्सचेन्जलाई हामी भन्छौँ प्राणिक हिलिङ। ओके। यसको एक्सचेन्ज जब हामी गर्न थाल्छौँ, त्यसले हाम्रो फिजिकल बडी र हाम्रो इमोसनल बडी र मेन्टल बडीलाई क्लियर गर्न थाल्छ, ठिक गर्न थाल्छ, र त्यसलाई नै हामी प्राणिक हिलिङ भन्छौँ। अनि के जसरी हजुरले भन्नुभयो बिफोर प्राणिक हिलिङ आई वाज अ रिलिजियस पर्सन भन्नुभयो। सो रिलिजियस भन्ने बित्तिकै कति व्यक्तिहरूले चाहिँ आई निड टु बी भेजिटेरियन भन्ने खालको कुराहरू पनि आउँछ होइन? के प्राण हुनको लागि मान्छे भेजिटेरियनै हुनुपर्छ होला त? नो, आई डोन्ट थिङ्क सो, बिकज सबैको आफ्नो विल हो। खानपिनमा हामीले कसैलाई रिलिजियस या स्पिरिचुअल भनेर या प्राण पाइन्छ पाइँदैन भन्ने कुरा चाहिँ गर्न सकिँदैन। रिलिजियस भनेको कस्तो मान्छे हो जसले बढी स्पिरिचुअलिटी भन्दा बढी चाहिँ अब देवी देवतामा बिलिभ गर्न थाल्छ, हजुर, सुपरफिसियल हुन थाल्छ। त्यस्तो खालको अलिकति व्यक्ति थिएँ म। मलाई मेडिटेसनहरू त्यति मन पर्दैन थियो। अनि जस्तो अब हिलिङबाट पनि मान्छे ठिक हुन सक्छ भन्ने कुरा मेरो लागि अलिक अचम्मको कुरा थियो, बिकज मैले कहिले पनि त्यस्तो वातावरणमा खास हुर्केकै होइन। मैले डिफ्रेन्ट वातावरणमा हुर्केको मान्छे हो, मारवाडी फ्यामिलीबाट हो। त्यही भएर मलाई मेडिटेसन गर्नु या त्यस्तो के गर्नु मजा लाग्दैन थियो। पूजापाठ गर्ने एकदम नर्मल होम मेकर थिएँ म खास। अनि 15 वर्ष एउटा होम मेकर बनेर अनि त्यसपछि लास्टमा म यो प्राणिक हिलिङमा गएको खास। एउटा प्राणिक हिलिङमा आउँदाखेरि एउटा जर्नीमा तपाईँले कतिको फ्यामिली सपोर्ट पाउनुभयो? मैले मेरो हस्बेन्डको फुल सपोर्ट थियो मलाई, हजुर, मेरो बच्चाहरूको फुल सपोर्ट थियो, प्यारेन्ट्सहरूको पनि फुल सपोर्ट थियो। तर कहिलेकाहीँ प्यारेन्ट्सहरूलाई प्रब्लम हुनसक्छ, तर प्राणिक हिलिङमा गुरुले यति राम्रो राम्रो टेक्निक्सहरू दिनुभएको छ, त्यसबाट मैले ब्लेसिङ गरेर प्यारेन्ट्सहरूलाई अलिकति लभ एनर्जी दिएर मैले त्यहाँबाट पार गर्न सकेँ र इजिली नै मैले मेरो जर्नी सुरु गर्न सकेँ र राम्रोसँग नै अगाडि बढेँ। अनि तर मेरो हस्बेन्डको चाहिँ 100% सपोर्ट छ यसमा मलाई। प्राणिकबाट चाहिँ हामीले धेरै रोगहरू पनि हिल गर्न सक्छौँ हैन? सो कस्ता खालका रोगहरू चाहिँ हिल गर्न सक्छ? प्राणिक हिलिङ भनेको एउटा साइन्टिफिक वे हो हिलिङको। किन साइन्टिफिक वे हो? किनभने प्राणिक हिलिङमा हामीले चक्राजको थ्रुबाट अर्गेन्सलाई क्लिन गर्छौँ, अर्गेन्सलाई ठिक गर्छौँ। किनभने कहीँ न कहीँ चक्राजले हाम्रो अर्गेन्सलाई कन्ट्रोल गर्छ र त्यसलाई फङ्सन गराउँछ। त्यही भएर यो फुल्ली साइन्टिफिक हो। यसलाई कुनै तरिकाले पनि खालि स्पिरिचुअलिटीसँग कनेक्टेड छ या सुपरफिसियल छ भन्ने कुरा चाहिँ मान्न सकिँदैन। किनभने गुरुले यसको क्लासेसहरूमा पनि सबै एक्सपेरिमेन्टद्वारा नै गराउनु भएको छ। यसमा हामी सानो रुगाखोकीदेखि लिएर लास्ट क्यान्सरसम्म हिल गर्न सकिरहेछौँ। त्यति मात्रै नभएर हामीले मान्छेको इमोसन्स, हरेक इमोसनलाई हिल गर्न सकेका छौँ र मान्छेको एक्सेसिभ थटहरू तिनीहरू सबैलाई हिल गर्न सकेका छौँ। चक्र भनेर चाहिँ कसरी पहिला सुरु डिफाइन गर्नुहुन्छ र कसरी बुझाउनुहुन्छ चक्रका कुरा? ओके, फर्स्ट अफ अल म के भन्न चाहन्छु भने हाम्रो बडीलाई 2 पार्टमा डिभाइड गरेको हुन्छ। एउटा एनर्जी बडी अनि एउटा फिजिकल बडी। एनर्जी बडीलाई हामीले छुन गर्न सक्दैन, तर फिजिकल बडीलाई हामी सबै गर्न सक्छौँ। वेन यु विल कम टु द क्लास यु विल नो मोर अबाउट दिस। बट अहिले तपाईँले क्वेसन गर्नुभएकोले मैले यसको बारेमा अलिकति डिफाइन गर्न चाहन्छु। हाम्रो पब्लिकलाई या समटाइम कहिलेकाहीँ हाम्रो के हुन्छ भने हामीलाई ज्वरो आएको जस्तो फिल हुन्छ, बडी एकदम टायर्ड हुन्छ, तातो फिल भइरहेको हुन्छ, तर थर्मामिटरमा नाप्दाखेरि यु वन्ट ह्याभ एनी टेम्परेचर इन्क्रिज। त्यो फिल गएछ नि, कहिलेकाहीँ हामीले फिल गर्छौँ। तर बेलुकासम्म यदि मेडिसिन लिएन भने या कुनै ट्रिटमेन्ट गरेन, कुनै काँडासाडा लिएन भने बेलुकातिर हामीलाई ज्वरो थर्मामिटरमा आइसकेको हुन्छ। यसको मतलब के छ? बिहानदेखि नै तपाईँलाई ज्वरो फिल भइरहेछ। कसरी फिल भइरहेछ? त्यो ज्वरो तपाईँको एनर्जी बडीमा फिल भइरहेछ। त्यही तरिकाले कहिलेकाहीँ हामीलाई बिहानदेखि नै एकदम मनमा झर्को लागेको हुन्छ, भित्रबाट चिडचिडा भइरहेको हुन्छ, तर त्यसको माथि यदि हामीले कुनै ट्रिटमेन्ट गरेन या कुनै हाम्रो इन्टरटेनमेन्टको काम गरेन बेलुकासम्म एकदम हामी रिसाएको जस्तो फिल हुन्छ। द्याट इज वाइ बिकज द एनर्जी इज अलरेडी देयर इन यर एनर्जी बडी एन्ड त्यो तपाईँको फिजिकल बडीसम्म ट्रान्सफर हुनलाई टाइम लागिरहेको हुन्छ। त्यही भएर प्राणिक हिलिङमा जब हामी फिजिकल बडीमाथि काम गर्छौँ, हामी अर्गन्समाथि काम गर्छौँ। डक्टरले हाम्रो मेनली अर्गन्समाथि काम गर्नुहुन्छ, तर हिलर्सहरू, एनर्जी हिलिङ गर्ने मान्छेहरू फर्स्ट अफ अल दे डु वर्क अन देयर चक्राज।
अन द पेसेन्ट्स चक्राको माथि काम गर्छ। चक्रा भनेको पनि हाम्रो एनर्जी सेन्टर छ। त्यो एनर्जी सेन्टर्सले जहाँ तिनीहरू लोकेटेड छ त्यहाँका अर्गन्सहरूलाई कन्ट्रोल गर्छन् र त्यसलाई फङ्सन गराउँछन्। सो यदि तपाईँले चक्रामाथि कुनै चक्रामाथि काम गर्नु भइरहेछ भने त्यो चक्राले कहीँ न कहीँ तपाईँको अर्गन्सलाई पनि हेल्प गरिरहेको हुन्छ। फर इक्जाम्पल अब तपाईँले मूलाधार चक्र भनेको हामी सबै धेरै जस्तो मान्छेलाई थाहा छ, रेकीमा पनि आउँछ, त्यो धेरै जस्तो चिजहरूमा आउँछ। त्यसको प्लेसमेन्ट कहाँ हुन्छ? त्यसको प्लेसमेन्ट हाम्रो बेस अफ द स्पाइनमा हुन्छ। अनि हामीलाई सबैलाई थाहा छ त्यसलाई रुट चक्र पनि भन्न सक्छौँ। रुट भनेको के हो? एउटा ट्रीको रुट यदि स्ट्रङ भयो भने ट्री कसरी स्ट्रङ हुन्छ? रुट कमजोर भयो भने ट्री कमजोर हुन्छ कि स्ट्रङ हुन्छ? हाम्रो रुट चक्र यहाँ बेस अफ द स्पाइनमा हुन्छ। सो द्याट इज अल्सो नोन एज रुट चक्र। अब यसलाई एउटा ट्रीसँग कम्पेयर गरौँ। एउटा ट्रीको रुट कमजोर भयो भने ट्री कस्तो हुन्छ? एकदम कमजोर हुन्छ, जुन पनि हावा पानीले जसले पनि हलाइदिन सक्छ होइन। तर त्यही ट्रीको यदि रुट स्ट्रङ छ भने त्यो ट्री एकदम स्ट्रङ छ कि छैन? हजुर हुन्छ। त्यही भएर यदि हाम्रो पनि रुट चक्र स्ट्रङ भयो भने हाम्रो फिजिकल बडी स्ट्रङ हुन्छ कि हुँदैन? हुन्छ होइन। त्यही भएर चक्राजहरू यदि स्ट्रङ हुन थाल्यो भने त्यसले हाम्रा अर्गन्सहरूलाई पनि स्ट्रङ बनाइदिन थाल्छन्। त्यही भएर एनर्जी बडीले जब हिल गर्छौँ हामी चक्राजमाथि हिलिङ गर्छौँ, त्यो चक्राले कहीँ न कहीँ हाम्रो भित्रको अर्गन्सहरूलाई पनि कन्ट्रोल गर्छ र तिनीहरूलाई पनि एनर्जाइज गरेर क्लिन गरेर नर्मल बनाउन सक्छ। रुट चक्रले नै हजुरको चाहिँ लाइक हजुर वेल्दी पर्सन हो कि होइन भनेर पनि थाहा हुन्छ भन्छ नि होइन। सी इफ योर बडी इज स्ट्रङ, हजुर, इफ योर बडी विल बी स्ट्रङ यु क्यान वर्क, काम गर्न सकिन्छ मजाले। काम गर्न सक्ने मान्छेले त कहीँ न कहीँ पैसा कमाउन सक्छ नि। लेजी मान्छेले त कमाउन गाह्रो हुन्छ नि। हजुर। त्यही भएर यदि तपाईँको रुट चक्र स्ट्रङ छ भने तपाईँको मसल्स स्ट्रङ छ, बोन स्ट्रङ छ, तपाईँको फुल बडी स्ट्रङ छ। बडी स्ट्रङ भयो भने तपाईँ लेजी हुँदैन, तपाईँ कामलाई टाढ्ने मान्छे हुँदैन। अनि त्यो भयो भने तपाईँले जसरी पनि पैसा कमाउन सक्नुहुन्छ र पैसा कमाउन सकेपछि मान्छे प्रस्परस भइहाल्छ, हेर्दा पनि डाइनामिक देखिहाल्छ। भनेपछि हाम्रो रुट चक्र चाहिँ स्ट्रङ हुने बित्तिकै त्यो मान्छे वेल्दी हो भनेर बुझ्दा हुन्छ। इन एभ्री केस वी कान्ट से द्याट बिकज सम टाइम अदर चक्र अल्सो डिपेन्ड अन द्याट। मान्छे खालि काम गर्न सकिरहेछ तर आफ्नो प्लान बनाउन सकेको छैन, त्यसलाई कसरी प्रपरली राख्ने त्यो सकेको छैन भने कसरी प्रस्परिटी कमाउन सक्छ? त्यो मान्छे एक्टिभ हुन्छ, पावरफुल हुन्छ, तर उसले यदि प्लानलाई राम्रोसँग प्लानलाई एकदम सिस्टमेटिक वेमा बनाउन सक्यो भने हाम्रो रुट चक्र चाहिँ एकदम स्ट्रङ छ। यस। तर एट द सेम टाइम हाम्रो सोलर प्लेक्सिस कमजोर छ भने त्यो मान्छे वेल्दी होइन। सोलर प्लेक्सिस स्पेसली डिपेन्ड्स अन लाइक यो लोवर विल। लोअर विल मिन्स मतलब तपाईँ कुनै पनि काम त्यति सोचेर गर्नुहुँदैन। सोलर प्लेक्स अल्सो कन्टेन्स लाइक तपाईँ मी चक्र पनि भन्न सक्छ। पब्लिकलाई भनिदिइहालौँ हाम्रो सोलर प्लेक्सिस चाहिँ इट्स बिट्विन द रिब्स, हजुर, इन द मिडल अफ द रिब्स। एन्ड सोलर प्लेक्सिस चक्र कहीँ न कहीँ यसले चाहिँ हाम्रो आई सेन्टर पनि भन्छौँ। आई सेन्टर भनेको मी सेन्टर। अनि मी सेन्टरले तपाईँले के गर्छ? मी सेन्टरले तपाईँलाई स्वार्थी बनाउँछ यदि धेरै ठुलो भयो भने। नर्मलाइज भयो भने यु विल बी इक्वल टु एभ्री वान। बट यही मी सेन्टर सानो भयो भने यु विल बी अ लो सेल्फ स्टिम पर्सन। थाहा छ नि यो कुरा? अनि लो सेल्फ स्टिम पर्सनको सोलर प्लेक्स बेसिक चक्र जति ठुलो भयो भने त्यसले काम इजिली गर्न सक्दैन, किन कहीँ न कहीँ उसलाई कन्फ्युजन हुन्छ, कहीँ न कहीँ डर हुन्छ, अनि कसरी काम गर्छ अनि कसरी कमाउँछ। त्यही भएर अल द चक्रा सुड बी ब्यालेन्स। वाइ? इफ यु आर अ भेरी ब्युटिफुल पर्सन, पुरा बडी एकदम सिस्टमेटिक एकदम ब्यालेन्स छ, तर तपाईँको पेट अलिकति निस्कियो भने विल यु लुक ब्युटिफुल और ह्यान्डसम? नो या। सो योर बडी सुड बी ब्यालेन्स, सो योर चक्रा सुड बी ब्यालेन्स सो द्याट दे क्यान, इफ दे आर ब्यालेन्स योर बडी विल बी भेरी हेल्दी, भेरी पावरफुल। हाउ टु नो विच चक्रले चाहिँ कुन चक्रले चाहिँ हजुरको रिलेसनसिपमा चाहिँ प्रब्लम छ कि छैन भनेर कसरी थाहा पाउने? अल द चक्राज आर रिलेटेड। हाउ अल द चक्राज आर रिलेटेड? सी इफ योर वर्ड्स आर नट गुड then your relation might not be good. If you are not a loving person, तपाईको हार्ट चक्र राम्रो छैन भने तपाईको रिलेसन राम्रो नहोला। तपाईँ आफ्नो पार्टनरलाई फिजिकल्ली पुरा त्यो गर्नु सक्नु भएको छैन, सन्तुष्ट गर्न सक्नु भएको छैन भने पनि तपाईको रिलेसन नराम्रो हुन सक्छ। तपाईँ हरेक कुरामा ब्यालेन्सली बोल्नुहुन्न, हरेक कुरा ब्यालेन्सली सोच्नुहुन्न भने पनि तपाईँको रिलेसन नराम्रो होला। कहिलेकाहीँ प्रस्पेरिटीको कारणले पनि रिलेसन बिग्रिन्छ। त्यही भएर हरेक चक्र डिपेन्ड गर्छ यसमा। सो त्यही भएर मैले सुरुमै भने हरेक चक्र ब्यालेन्स हुनुपर्छ हाम्रो हरेक लाइफको पार्टलाई हिल गर्नलाई। मास्टरले यो स्कुलमा यति राम्रोसँग सिकाउनु भएको छ। प्राणिक हिलिङमा मास्टरले पुरा प्याकेज बनाएर दिनुभएको छ। के को प्याकेज? हाम्रो लाइफको प्याकेज। हाम्रो लाइफको प्याकेजमा 4वटा पार्ट छ। फर्स्ट पार्ट छ हेल्थ, फिजिकल, मेन्टल, इमोसनल। मान्छे खालि फिजिकल बडीले ठिक भएर इमोसनली ठिक भएन भने द्याट पर्सन इज नट हेल्दी।
इफ ही अर सी इज मेन्टली नट फाइन देन ही अर सी इज नट हेल्दी। त्यही भएर मास्टरले हिलिङ सिकाउनु भएको छ। त्यसपछि मास्टरले हाम्रो लाइफको सेकेन्ड पार्ट हिल गर्नुभएको छ, त्यसलाई भनिन्छ वेल्थ। इफ यु आर नट अ वेल्दी पर्सन, तपाईँ सारा दिन आफ्नो फाइनेन्सको बारेमा सोच्नुहुन्छ नि कसरी केही काम इजिली गर्न सक्नुहुन्छ, गाह्रो हुन्छ नि गर्नलाई। त्यही भएर गुरुले धेरै ब्लेसिङ र टेक्निक सिकाउनु भएको छ जसबाट हामीले आफ्नो फाइनेन्स ठिक गर्न सक्छौँ। त्यसपछि गुरुले सबभन्दा जरुरी पार्ट अहिलेको लाइफमा रिलेसन। इफ यो रिलेसन इज नट गुड, वाट ह्यापन? सारा दिन हाम्रो थर्ड फर्ममा त रिलेसनै चल्छ। मेरो रिलेसन राम्रो छैन, एनर्जी त्यही नै फलो हुन्छ, अनि त्यसले के गर्छ, झन् तपाईँमा पीडा त्यो गरिदिन्छ, इन्क्रिज गरिदिन्छ। त्यही भएर गुरुले यति राम्रा राम्रा टेक्निक्सहरू, लभका टेक्निक्सहरू, ब्लेसिङका टेक्निक्सहरू अनि फर्गिभनेसका टेक्निक्सहरू सिकाउनु भएको छ, जसले गर्दा हामीले आफ्नो रिलेसनलाई एकदम मधुर, मिठो मधुर बनाउन सक्छौँ। के हाम्रो प्राणिक हिलिङमा एउटा यस्तो केही चिज छ जसको कारणले हामी इमोसनली स्ट्रङ हुन सक्छौँ त? इमोसनल्ली स्ट्रङ हुनु भनेको आफ्नो थट फर्महरूलाई चेन्ज गर्नु पर्यो सबभन्दा पहिला। थट फर्म चेन्ज गर्ने हाम्रै हातमा छ, तर हामी एउटा थट फर्ममा फस्दै गयो भने त्यसमा घुस्दै जान्छौँ र हाम्रो ओल्ड एनर्जीलाई बिगार्दै जान्छौँ। त्यही भएर वी सुड किप आवर थट फर्म पोजिटिभ एन्ड क्लियर। अनि यदि केही प्रब्लम भयो भने हामीले के सोच्नुपर्छ भने मास्टरले एउटा एकदम राम्रो चिज सिकाउनु भएको छ, वी अल आर सोल। त्यो त हामी सबैलाई थाहा छ। बडी त हाम्रो पछि छुटेर जान्छ, तर आत्मा त जान्दैन नि, आत्मा त प्योर हो नि। त्यही भएर यदि हामी एकअर्कालाई सोलको रूपमा हेर्न थाल्यो भने हाम्रो रिलेसन छिटो बिग्रिँदैन। तर हामी के हिलिङ गरेर चाहिँ हामी हाम्रो रिलेसन ठिक गर्न सक्छौँ? यस, मजाले गर्न सक्छौँ। हिलिङ स्कुलमा गुरुले बहुत राम्रा हिलिङ्सहरू दिनुभएको छ जसबाट रिलेसनसिप मजाले हिल हुन सक्छ, र साना साना टेक्निक्सहरू छ जसबाट पनि हामीले रिलेसनलाई एकदम राम्रो बनाउन सक्छौँ। त्यसपछि अहिलेको माहौल कस्तो छ भने एउटा लोन्लीनेस मान्छेमा धेरै आएको छ। किन लोन्लीनेस आएको छ भने एउटा घरमा 4 जना छन् भने चाहिँ 4 जना 4वटा रुममा बसिरहेको हुन्छ, सबैजना सोसियल मिडियामै इङ्गेज हुन्छन्, अनि त्यसले गर्दाखेरि एकअर्काको कहाँ छ भने पनि थाहा हुँदैन। कहिलेकाहीँ मान्छे अब प्यारेन्ट्सहरू सपोज घरमा छन् भने बच्चाहरू बाहिर पढ्न गइदिन्छन्, अनि त्यो बेला प्यारेन्ट्सहरू एक्लै हुन जान्छन्, अनि त्यसले गर्दा उनीहरूभित्र एकदम लोन्लीनेस आउन थाल्छ। अहिले बाहिर गइरहेका बच्चाहरूमा पनि धेरै लोन्लीनेस देखेको छ। गुरुले यसमा एकदम राम्रा राम्रा मेडिटेसनहरू दिनुभएको छ जसबाट हामीले भित्रको लोन्लीनेसलाई एकदम इजिली हिल गर्न सक्छौँ। प्राणिक हिलिङ गर्दा गर्दै हजुरको लाइफमा यस्तो घटनाहरू घटेको छ जसको कारणले गर्दाखेरि बिलिभै नगरेर आएर लास्टमा चाहिँ मिराकल्स भएको खालको त्यस्तो घटना? देयर आर सो मेनी केसेस लाइक द्याट। हिलिङ बिलिभ गर्नुपर्छ भन्ने कोही जरुरी छैन, किनभने ऊर्जा भनेको अदृश्य छ, तर ऊर्जालाई हामी फिल गर्न सक्छौँ। त्यही भएर जब मान्छे आउँछ उहाँहरूलाई स्क्यान गर्दा दे स्टार्ट टु बिलिभ, हल्का बिलिभ गर्न थाल्छ, लाइक मैले बिलिभ गरेँ अलिकति। त्यसपछि जब हामी बिस्तारै सानो सानो रिजल्ट दिन थाल्छौँ उनीहरूको हिलिङमा, उनीहरू हामीमाथि एकदमै बिलिभ गर्न थाल्छन्। र धेरै जस्ता केसहरू छन्, धेरै केसहरू छन्, मेरो आफ्नै बच्चाहरूको छ। फर्स्टमा जब म प्राणिक हिलिङ सिकेँ, मैले आफ्नो बच्चाहरूको माथि जब हिलिङ गर्थेँ, दे स्टार्ट टु लाफ एट मी, मम्मी यसरी हात चलाएर पनि कोही ठिक हुन्छ भनेर। तर अब मेरो बच्चाहरूमा यस्तो छ कि सानो केही प्रब्लम भने मलाई नै भन्छन्, मम्मी ये हिल कर दो, मम्मी ये ब्लेस कर दो। अनि कति छ अहिले त यस्तो, कति नै धेरै घटनाहरू छन् यस्ता। त कुनै स्टोरी छ कसैको लाइफै चेन्ज भएको तपाईँको कुनै एउटा क्लाइन्टको? ओके, देयर इज अ लेडी, मेरो एकजना पेसेन्ट हुनुहुन्थ्यो एन्ड सी हेज ओसिडी। ओसिडी भनेको अब्सेसन कम्पल्सन डिसअर्डर होइन। अनि कस्तो थियो भने द्याट लेडी वाज सफरिङ फ्रम लाइक क्लिनिनेक्सको ओसिडी भएको थियो। अनि उहाँले कसैसँग बस्दाखेरि पनि सी फिल लाइक सी इज डर्टी, अनि बाहिर निस्किँदा पनि सी फिल लाइक सी इज डर्टी। अनि उहाँलाई यति प्रब्लम भएले गर्दाखेरि कि उहाँ लेडी चाहिँ बुहारीहरूको सासुआमा हुनुहुन्थ्यो, अनि अब घरमा सासुआमाले यस्तो गर्न थाल्यो भने बुहारीहरूलाई राम्रो लाग्दैन, अनि घरमा एभ्री टाइम प्रब्लम। त्यसपछि उहाँको छोराले मका ल्याउनु भयो। मका ल्याउँदाखेरि आई स्टार्ट हर हिलिङ एन्ड आई वाज अल्सो कन्फ्युज कि कसरी के गरौँ, जस्तो सी वाज फुल्ली ओसिडी। त्यसपछि मैले उहाँमाथि 1 महिना काम गरेँ। 1 महिना काम गरेपछि उहाँ नर्मलाइज हुन थाल्नुभयो। 1.5 महिनाको हिलिङ पछि त उहाँ फुल्ली नर्मलाइज हुनुभयो। अब उहाँ मजाले घुम्नुहुन्छ, आई क्यान सी हर एभ्रिवेयर एन्ड सी इज भेरी मच ग्रेटफुल टु मी अल्सो एन्ड सी इज फुल्ली हिल्ड। मेरो आफ्नै बच्चाको एउटा स्टोरी छ। मेरो छोरा जब 8 वर्षको थियो, उसलाई एपेन्डिक्स भएको थियो। एपेन्डिक्स पनि यति ठुलो रूपमा भएको थियो कि डक्टरले तुरन्तै अपरेसन गराउनु भन्नुभयो। डक्टरले एकदम भन्नुभयो अहिले अपरेसन गराइहाल्नु, तर म चाहिँ एकदम मन थिएन। अनि मैले पछि मेरो घरबाट फोन आयो हस्पिटलमै कि काजल घरमा लिएर आऊ, हामी अर्को डक्टर कहाँ जाउँला।
ठुलो डक्टर कहाँ। अनि हामीले त्यहाँ पनि बच्चाहरूको ठुलो डक्टर हुनुहुन्थ्यो। फेरि हामी ओम नर्सिङ होम लिएर गयो। अनि त्यहाँ जाँदा डक्टरले हेर्नुभयो नि, राति भइसक्यो थियो नि, उहाँले भोलि बिहान अपरेसन गरौँला भन्नुभयो। राति भनेको मेरो लागि ठुलो टाइम थियो। एक रात भनेको 12 घन्टाको थियो। अनि त्यो 12 घन्टामा मैले एक एक घन्टामा बच्चाको हिलिङ गरेँ। गर्दाखेरि भोलि बिहान जाँदाखेरि एपेन्डिक्स अलिक घटिसकेको थियो। अनि डक्टरले पर्दैन, अब एकचोटि एन्टिबायोटिकहरू देऊ, औषधि दिएर हेरौँ के त ठिक हुन्छ कि। एक हप्तापछि बच्चाको एपेन्डिक्स निल भयो। त्यो चाहिँ मेरो लागि मलाई सबभन्दा मनपर्ने केस त्यो छ, किनभने त्यो आफ्नै बच्चाको भएर होला। र अहिले त हामीले क्यान्सरदेखि लिएर कतिवटा हिल गरिसकेका छौँ कि हिलिङले चाहिँ क्यान्सरदेखि लिएर किडनी स्टोन पनि बिना अपरेसन ठिक या गरेको रिजल्टहरू पनि या किडनी स्टोनको त एकदम राम्रो एकदम राम्रो त्यो छ। एकचोटि एउटा बच्चा आएको थियो, उसको युरेथ्रामा गएर किडनी स्टोन त्यो अड्केको थियो। अनि उहाँ डक्टरले चाहिँ अपरेसन गर भन्नुभयो। तर उहाँले मेरो बारेमा थाहा पाएँ अनि म कहाँ आएँ। उहाँ आएपछि मैले दिनको 3टा हिलिङ गरेँ। 3 दिनमा त्यो स्टोन बाहिर निस्क्यो। अनि त्यो बच्चा त यति ह्याप्पी भएर मलाई फोन गर्नुभयो कि दिदी मेरो स्टोन बाहिर निस्क्यो। अनि यस्ता केसहरू आउँदाखेरि वी फिल लाइक साँच्चै नै क्यान्सर पनि हजुरहरूले हिल गर्नु धेरैवटा गरेछौँ। तर डक्टरको मेडिसिन सँगसँगै हामीले आफ्नो प्राणिक हिलिङ गर्छौँ। पुरा प्राणिक हिलिङले मात्रै गरेको पनि भन्न मिल्दैन, किनभने डक्टरले पनि आफ्नो काम गर्नुहुन्छ क्यान्सर जस्तो केसहरूमा। अनि हामी आफ्नो काम गर्छौँ। अनि जो पेसेन्टलाई 1 वर्षमा ठिक हुनुपर्ने हो त्यो पेसेन्ट 6 महिना पनि ठिक भइरहेछ, 2 महिनामा पनि ठिक भइरहेछ। एज अ ट्यारोट कार्ड रिडर म होइन, म पनि एउटा हिलिङको स्टुडेन्ट हो। हजुर। सो मलाई धेरै इन्क्वायरी आउँछ, डिस्टेन्स हिलिङको इन्क्वायरी आउँछ होइन। सो हामी फोटोबाट पनि हिल गर्छौँ नि त। सो हजुरले थोरै फोटो हिलिङ सेसनको बारेमा एकचोटि हाम्रो पब्लिकलाई भनिदिनु होला, फोटोबाट हामी कसरी भाइब्रेसन सेन्ड गर्छौँ भनेर। प्राणिक हिलिङ मैले अघि नै भने, प्राणिक हिलिङ इज अ नो टच नो ड्रग्स थेरापी। यसमा टच गर्नु पर्दैन, ड्रग्स दिनु पर्दैन। सो हामी सबै कहाँ बस्छौँ? एउटै पृथ्वीमा बस्छौँ। हजुर। अनि पृथ्वीको हेर्दाखेरि त हामी एकअर्कासँग कनेक्टेड छौँ नि, ल्यान्ड वाइज, ग्राउन्ड वाइज। अनि त्यही भएर हामीले यसमा जब डिस्टेन्स हिलिङ गर्छौँ हामी पेसेन्टलाई आफ्नो अगाडि फिल गर्न सक्छौँ। अनि त्यही फिलिङबाट हामीले पेसेन्टलाई सेम प्रोटोकल युज गर्छौँ जुन हामीले अरूमा टेक्निक्सहरू युज गर्छौँ। सेम टेक्निक युज हुन्छ। पेसेन्ट रिसेप्टिभै हुनुपर्छ, राम्रोसँग बस्नुपर्छ, उसले ठिक भइरहेछ भने फिल गर्नुपर्छ, त्यो सबै हुन्छ। अनि तर हामीले त्यो पेसेन्टको एनर्जी आफ्नो अगाडि फिल गर्छौँ र उसलाई हिल गर्न सक्छौँ। त्यस्ता धेरै हिलिङ छ हामीसँग। बाहिर फरेनका, नेपालकै धेरै हिलिङ छ जो आउन पाउँदैन, घरमा बसेर गराउँछन् र सबैमा रिजल्ट पाइरहेछु। यसको सबभन्दा राम्रो उदाहरण दिनु पर्यो भने कोभिडको टाइममा हामीले पुरा नेपालको हिलरहरूले त कमसेकम हजारौँ हिलिङ गऱ्यो होला। यति हिलिङ गऱ्यो हामीले, यति पेसेन्ट ठिक गऱ्यो हामीले। अनि फुल रिजल्ट थियो, फुल रिजल्ट। कोभिड बेला सबैले भन्थ्यो हामीलाई काम छैन। प्राणिक हिलरहरू यस्ता थिए कि तिनीहरूलाई 1 मिनट टाइम थिएन। हिलिङले नजर दोष ठिक गर्न सक्छ त? किनकि अहिले जुन हाम्रो यो जेनेरेसनमा छ, अहिले धेरै नजर लाग्यो, इभिल आई छ भन्ने कुराहरू पनि आउँछ होइन। के एउटा हिलिङले चाहिँ औरा क्लिन्जिङ गर्न सक्छ, के नजर हटाउन सक्छ भन्ने खालका क्वेसन्सहरू पनि छ। नजर भनेको साइकिक अट्याक, इट्स लाइक द्याट ओन्ली, या इन सिम्पल वे। तो साइकिक अट्याक क्यान बी पोजिटिभ एन्ड नेगेटिभ बोथ। हजुर, इट क्यान बी बोथ न। हजुर। सो नजर लाग्नु भनेको के हो? कसैको बारेमा बढी सोच्नु भने त्यसको अरामा गएर त्यो एनर्जी कनेक्ट हुनु हो। त्यसलाई मजाले हामी प्राणिक हिलिङबाट काटिदिन सक्छौँ। त्यसमा चाहिँ हाम्रो अब धेरै नै नजर लागिरहेछ भने वी हेभ सिल्डिङ पावर, वी क्यान मेक अ सुरक्षा कवच अन द्याट पर्सन। हजुर, त्यो पनि बनाउन सिकाइन्छ प्राणिक हिलिङमा। प्राणिक हिलिङमा एउटा मेथड छ जसलाई चाहिँ हामी सुरक्षाको कवचको रूपमा युज गर्छौँ। हजुर, त्यो गर्दै पनि नजर लाग्दैन। अनि त्यो मान्छेको कनेक्सन त्यो मान्छेसँग काटिदिए पनि नजर लाग्दैन। अनि नजर कहिलेकाहीँ आफ्नो पनि लाग्न सक्छ। आफ्नो बारेमा बढी सोच्यो भने त्यहाँ गएर कर्ड्स कनेक्ट हुन्छ। देयर इज अ भेरी सिम्पल टेक्निक, एनर्जी फलो योर थट्स। डु यु फिल द्याट? यस। इफ यु थिङ्क फर सम वान रेगुलरली यु विल गेट अ कल फ्रम द्याट पर्सन। द्याट्स कल्ड म्यानिफेस्टेसन। या इट्स नट द म्यानिफेस्टेसन, इज द कनेक्सन। या सो कुनै पनि चिज इन्टेन्सनले गर्यो भने त्यसले त्यो एनर्जीलाई त्यहाँ पुऱ्याइदिन्छ। अनि त्यसले गर्दाखेरि हामीले भन्छौँ कर्ड्स कनेक्ट भयो, नजर लायो, त त्यो कुराहरू मजाले हिल गर्न सकिन्छ, कट गर्न सकिन्छ। मैले हजुरसँग काम गर्दाखेरि हजुरले एकचोटि भन्नुभएको थियो कुनै पनि व्यक्तिको मृत्यु हुने समयमा त्यो व्यक्तिलाई हामीले हिल गर्यो भने हामीले उहाँलाई चाहिँ जानलाई सजिलो हुन्छ भन्नुभएको थियो। होइन, हेर्नुहोस्, जानलाई सजिलो भन्दा पनि कोही पीडा भइरहेछ भने
इफ उसको टाइम आइसकेको छ हजुर हैन, टाइम आइसकेको छ भने तपाईँले उहाँलाई बचाउन सक्नुहुन्न, तर उहाँको हिलिङ यदि गरिराख्नु भयो भने उहाँले बडीबाट इजी हुन थाल्छ। जब बडीबाट हिलिङ हुन थाल्छ त्यो मान्छेले जान सजिलो हुन्छ नि। त्यही हो, न त हामी कसैलाई पठाइदिन अनि त्यो त हाम्रो एज अ ह्युमन त्यो हाम्रो हातमा छैन, हैन। तर उसको हिलिङ गऱ्यो भने उसको पीडा कम गरिदियो भने उसलाई इजी हुन्छ नि जानलाई। किनभने कसैलाई धेरै पेन भइरहेछ भने त्यो पेनलाई तपाईँले हिल गरिदिएन त्यो मान्छेको बडी इजी हुन जान्छ। सो हजुरले एज अ हिलर काम गर्दाखेरि तपाईँसँग त्यस्तो स्पिरिचुअल केसहरू पनि आएको छ म्याम? र एकचोटि मेरो सेन्टरमा एउटा केस आएको थियो। त्यो केसमा के भएको थियो भने हाम्रो जस्तो मैले हाम्रो सोसाइटीमा देखेको छु भगवान लायो, नाग लायो, त्यस्तो कुराहरू मैले धेरै सुनेको छु। एन्ड मलाई भन्दाखेरि आई डोन्ट बिलिभ द्याट, आई डोन्ट बिलिभ द्याट। तर एकचोटि त्यस्तै केस आएको थियो अनि त्यो लेडी आउनुभयो, जस्तो एनर्जीको ठाउँमा आएपछि मान्छे ओर जागृत हुन्छ जस्तो हुन्छ नि। अनि उहाँ आएर बस्न बित्तिकै उहाँ भुइँमा बस्नुभयो अनि सी स्टार्ट टु डान्स। अनि मेरो सेन्टर चाहिँ रोडमा छ, रोडमा भएकोले त्यहाँ एकदम भिड लाग्यो मान्छेहरूको हेर्नलाई। अनि म चाहिँ सेन्टरमा थिइनँ। अनि त्यो बेलामा मेरो हिलरहरूले मलाई फोन गरेर बोलाउनु भयो, म पनि गएँ। अनि मलाई यो कुराहरू बिलिभ पनि छैन, तर पनि मलाई अलिक डर पनि कहिले काहीँ लाग्छ यो कुराहरूमा। म पनि बाहिरबाट देखेँ, तर आई हेभ टु गो इनसाइड बिकज आई एम द वान हु हेभ टु टेक केयर अफ द सेन्टर। अनि म गएपछि मैले के गरेँ भने मैले उहाँको हाम्रो सोलर प्लेक्सिस भन्ने एउटा चक्र हुन्छ जसमा बढी इमोसन्सहरू भयो भने मान्छे कुनै कुनै यस्ता एक्टिभिटिजहरू गर्न थाल्छ जस्तो मलाई लाग्छ। अनि म बसेर उहाँको सोलर प्लेक्सिस क्लिन गर्न थालेँ। जब उहाँको सोलर प्लेक्सिस नर्मल भयो हल्का, उहाँ बाहिर निस्किनु भयो अनि खुब भमिट गर्नुभयो अनि त्यसपछि उहाँ नर्मल हुनुभयो। हजुरले भन्न खोजेको जस्तै हाम्रो यो सोसाइटीमा माता लाग्यो भन्ने अनि हल्लिने काम्ने जुन प्रविधि छ त्यो चाहिँ सोलर प्लेक्सिस हामीले क्लिन्स गर्यो भने यो ठिक हुन्छ भन्नु होइन। माता लाग्ने भनेको म चाहिँ माताको लागि चाहिँ आई डोन्ट वान्ट टु से एनिथिङ। किनभने माता भनेको कहिलेकाहीँ मान्छेले कनेक्टिङ पनि गर्छ, कनेक्सन पनि हुन्छ माताको, अनि उनीहरूले भन्दा रियल पनि हुन्छ। तर कतिपय ठाउँमा चाहिँ यस्तो लाग्छ कहिलेकाहीँ मान्छे आफ्नै इमोसनले गर्दा पनि यस्तो चिजहरू क्रिएट गर्छ कि जस्तो फिल हुन्छ मलाई। ड्रामेटिक भन्न खोज्छु। ड्रामेटिक चाहिँ म भन्दिनँ, किनभने कसैले आफ्नो पीडा यदि बढी ठुलो भयो भने यदि त्यसमा केही प्रब्लम भइरहेछ भने उसले ड्रामा गरेको होइन, उसको इमोसन्स बाहिर निस्किएको। तर हामीले कुनै पनि चिजलाई नो भन्न मिल्दैन। किन भन्न मिल्दैन? किनभने हरेक चिजको पोजिटिभ एनर्जी छ भने त नेगेटिभ पनि हुनसक्छ नि। त्यही भएर वी सुड नट से द्याट। एन्ड इन माई केस मलाई चाहिँ अलिकति यो सबै चिजले चाहिँ अलिक बिलिभ पनि कम छ, प्लस मलाई अलिक फियर पनि हुन्छ नेगेटिभ एनर्जिजहरू, त्यस्ता नेगेटिभ एनर्जिहरूसँग। सो आई डोन्ट वान्ट टु डिल विथ द्याट, बट इफ आई गेट द्याट केस आई हेभ टु डिल विथ द्याट। हजुरले त एज अ ट्रेनर धेरैजनालाई प्राणिक हिलिङ सिकाउनु भएको छ होइन? सो हजुरको त धेरै स्टुडेन्ट्स पनि होला। के यो प्राणिक हिलिङलाई हजुरको स्टुडेन्टले या कसैले केही गलत तरिकाले युज गर्ने, यसको नलेजलाई एकदम गलत तरिकाले फैलाउने चान्सेसहरू छ कि छैन होला? प्राणिक हिलिङको एउटा सबभन्दा ब्युटिफुल पार्ट के छ भने गुरुले सुरुकै क्लासमा हामीलाई कर्म सिकाइदिनुहुन्छ। कर्म भनेको के हो? वाट यु सो यु रिप। जे रोप्नुहुन्छ त्यही नै पाउनुहुन्छ नि। त्यो चिजलाई यति राम्रोसँग सिकाएर पठाउनुहुन्छ कि हाम्रो कुनै पनि प्राणिक हिलरले यसलाई दुरुपयोग गर्न सक्दैन। सो यो फैलाउने, गलत तरिकाले युज गर्ने, फैलाउने भन्ने चान्सेस कम छ। अहिलेसम्म त हामीले देखेका छैन कसैले यो एज अ बिजनेस गर्ने, पैसा कमाउने, धन्दा गर्ने तरिकाले चलाउँछ भन्ने चाहिँ चान्सेस कमै छ। कसैले पनि यसलाई धन्दाको रूपमा लिएको छैन। सबैले रिजल्ट दिइ नै रहेछन् र त्यसबाट केही न केही मान्छेले प्रफिट भइ नै रहेछ। त्यही भएर मान्छेहरू यहाँ कनेक्ट भइरहेछन्। कसैले पनि यसलाई बिजनेसको रूपमा युज गरेको छैन। सो यसबाट मान्छेलाई फाइदा नै हुन्छ भन्ने आशा गरौँ हामीले त त्यही आशा गर्छौँ। तर कोही कोही मान्छेले नहुन सक्छ। इट डिपेन्ड्स अन देयर कर्म। अपार्ट अफ प्राणिक हिलिङ एकचोटि कर्माको नि कुरा गरौँ। तपाईँले चाहिँ गुड कर्मा र ब्याड कर्माको डिफ्रेन्सेस कसरी गर्नुहुन्छ त? गुड कर्म भनेको पोजिटिभिटी हो। तपाईँले जे चाहनुहुन्छ त्यो अरूलाई दिन सुरु गर्नुहोस्, तपाईँले पनि त्यही पाउनुहुन्छ। फर इक्जाम्पल मैले के भने, म 15 वर्षसम्म एउटा होम मेकर थियो। त्यो बेला मलाई के पनि कुरा राम्रो लाग्दैन थियो। मलाई आफ्नो घरमा पनि मैले धेरै राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्न सकेको थिएन। किन सकेको थिएन? किनभने त्यो बेला आई डोन्ट नो वाट इज गुड कर्मा एन्ड ब्याड कर्मा। बिकज जब हामी कोही चिजमा लाग्छौँ, प्र्याक्टिकल्ली त्यसलाई देख्न थाल्छौँ अनि मात्रै बिलिभ हुन्छ। त्यो बेला मैले के फिल भयो कि इफ यु स्टार्ट टु गिभ लभ यु विल स्टार्ट टु गेट लभ। जब मैले लभ दिन थालेँ घर, मैले पनि लभ पाउन थालेँ अनि मेरो घरको इन्भाइरोमेन्ट चेन्ज भयो। त्यो पनि त एउटा गुड कर्मै हो नि। तर यदि मैले खालि नेगेटिभ गरेँ भने मैले के बिउ रोपिरहेको छु नेगेटिभको? एउटा बिउ रोप्दा कति फल खानुहुन्छ? एउटा मात्रै खानुहुन्छ, हजारौँमा खानुहुन्छ? हजारौँमा खाइन्छ नि।
त्यही भएर कर्मले त धेरै ठुलो रोल खेल्छ हाम्रो लाइफमा। हामी जब जान्छौँ यो पृथ्वी छोडेर, हामीसँग खालि कर्म जान्छ, हाम्रो अरू केही जान्दैन। इट्स लाइक द मेमोरी कार्ड अफ अ मोबाइल। वेन यु चेन्ज द मोबाइल, यु निड टु रिप्लेस द मेमोरी कार्ड न। सो वेन यु विल चेन्ज दिस बडी, योर कर्म विल ओन्ली कम विथ यु, अदर थिङ विल नट कम विथ यु। हिलिङमा चाहिँ हामी मेन चाहिँ डिस्टेन्स है, बिना छोइकन पनि हामीले एनर्जी सेन्ड गर्न सक्छौँ। हजुर। जस्तै हजुर त्यहाँ हुनुहुन्छ, म यहाँ छु, हजुरले चाहिँ मलाई नछोइकन पनि यहाँ मलाई केही न केही एनर्जी चाहिँ सेन्ड गर्न यस, सक्छौँ है। सक्नुहुन्छ। एनर्जी फलो यर थट्स। हजुर। तपाईँले एकजनाको लागि धेरै सोच्यो भने उससम्म तपाईँले आफ्नो एनर्जी पुऱ्याउन सक्नुहुन्छ नि। आई क्यान डु विथ द इन्टेन्सन अल्सो। सो एनर्जी इज अ भेरी पावरफुल, एन्ड वेन एभर वी किप अन थिङ्किङ फर समथिङ, इट स्टार्ट्स टु ह्यापन। सो सानो ट्राई गर्ने कि म्याम? हाउ वी डु, वी क्यान डु द्याट। सो एउटा सानो एक्सपेरिमेन्ट हजुरहरूलाई म गराउन सक्छु एनर्जी फिल गर्नलाई। सो फर द्याट वाट वी क्यान डु इज जस्ट प्रेस द टिप अफ योर फिङ्गर्स। आफ्नो सबैवटा 10वटै थम र फिङ्गरको एनर्जीलाई फिङ्गर्सहरूलाई तपाईँ प्रेस गर्नुहोस्। अब हजुरहरूले दुईवटा हातलाई अपार्ट राखेर बिस्तारै अगाडि पछाडि गर्नुहोस्। बिस्तारै अगाडि पछाडि गर्दाखेरि दुईटै हातको बिचमा तपाईँले एउटा प्रेसर फिल गर्न सक्नुहुन्छ। द्याट प्रेसर इज द एनर्जी बिट्विन यर ह्यान्ड्स। त्यो गर्दाखेरि हजुरले आफ्नो हातहरूलाई धेरै पावरफुल बनाउन सक्नुहुन्छ बिस्तारै। Can you feel something? या म त फिल गर्छु। Yeah. या So डेफिनेटली this everyone can feel. यही मेन सुरुमा स्टार्टिङ एनर्जी फिल गराउने भनेको यही हो। हिलिङ गर्ने तरिका भनेको जसरी इफ सपोज तपाईँको घर फोहोर छ भने वाट यु डु, घर सफा गर्नलाई के गर्नुहुन्छ? झाडु लगाउँछु, झाडु लाउनुहुन्छ, कुचो लाउनुहुन्छ, भ्याकुम लगाउँछु। हजुर। अनि त्यो के इन्टेन्सनले लाउनुहुन्छ? त्यो चाहिँ सफा होस् भन्ने इन्टेन्सनले लाउनुहुन्छ। जब तपाईँको शरीरमा कुनै रोग लागेको छ भने तपाईँको शरीर फोहोर भएको छ कि छैन? शरीर पनि डटी एनर्जी आएको छ। अब यदि त्यही शरीरमा जहाँ फोहोर भएको छ, तपाईँ आफ्नो थट फर्ममा एउटा इन्टेन्सन राखेर म यहाँको डटी एनर्जी क्लिन गर्दैछु भनेर हातलाई नर्मल्ली चलाउँदै त्यहाँ झाडु लगाइदिनु भयो भने क्यान यु क्लिन द्याट प्लेस विथ द इन्टेन्सन? या स्योर। या द्याट्स हाउ हिलिङ वर्क्स। हिलिङ भनेको एउटा नर्मल्ली हामीले यसरी हात चलाउने हो। हात चलाउने मात्रै होइन, मेन इज इन्टेन्सन। इन्टेन्सन एन्ड भिजुअलाइजेसन। या भिजुअलाइजेसन एन्ड इन्टेन्सन। हजुर। स्विप र क्लिन गर्ने, क्लिन गर्न सकिन्छ। जसरी हामीले घरलाई सफा गर्छौँ झाडु लगाएर, त्यसरी नै हामी चक्रा र अर्गेनलाई हातको मुभमेन्टबाट र इन्टेन्सनबाट क्लिन गर्न सक्छौँ। जुन ठाउँ क्लिन गरेको छौँ त्यो ठाउँलाई मोर पावरफुल बनाउनलाई हामीले के गर्छौँ, ब्रह्माण्डको ऊर्जालाई युज गरेर त्यो एरियामा दिने कोसिस गर्छौँ। आफ्नो घरमा, अफिसमा होइन, नेगेटिभ या पोजिटिभ एनर्जी दुई किसिमकै एनर्जी हुनसक्छ होइन हाम्रो सराउन्डिङमा। सो त्यो एनर्जीलाई कसरी थाहा पाउने र त्यो पोजिटिभ छ त त्यो छ भने त धेरै राम्रो, नेगेटिभ छ भने चाहिँ त्यसलाई थाहा पाएर कसरी चाहिँ त्यसलाई क्लिन्स गर्ने, त्यो हिलिङ थ्रु केही छ त्यस्तो आइडियाहरू? हामीले के, हाम्रो सबभन्दा मेन पावर छ नि स्क्यानिङ पावर। स्क्यानिङबाट चाहिँ हामीले नेगेटिभ पोजिटिभ सबै चिज फाइन्ड आउट गर्न सक्छौँ। अनि हामीलाई यो कुरा थाहा छ कि एउटा घरमा धेरै जस्तो मान्छेहरू 4-5जना फ्यामिली मेम्बरहरू बस्छौँ। हजुर। अनि गुगलको हिसाबले मैले गुगलबाट फाइन्ड आउट गरेको थिएँ, दिनमा एकजना मान्छेले 5,000देखि लिएर 50,000 थट क्रिएट गर्छौँ। अनि हामीलाई थाहा छ मोस्ट अफ द थट्स आर नट द्याट युजफुल होइन। तर युजफुल नभए पनि त्यो थट्सहरू कहाँ जान्छन्? सबै इन्भाइरोमेन्टमा जान्छन्। अनि त्यो घरमा यदि 4जनाले डिफ्रेन्ट थट्सहरू क्रिएट गरिरहेछ भने त्यो सबै त्यही त बसिरहेको छ नि। घरमा हामी 4जना हलमा बसेर केही खाइरहेछौँ, फोहोर गरेछौँ भने कुचो लगाएर सफा गर्नुपर्छ कि पर्दैन? पर्छ नि। त्यही तरिकाले त्यो थट्सहरू पनि त त्यहीँ घुमिरहेको हुन्छ नि घरमा। त्यो आजको नभएर पुरानो थट्सहरू पनि त्यहीँ भइरहेको हुन्छन्। प्राणिक हिलिङमा हामीसँग यति टेक्निक्सहरू छ जसबाट हामी त्यो थट्सहरूलाई ब्रेक डाउन गर्न सक्छौँ त्यो घरबाट। अनि त्यो एनर्जीलाई क्लिन गरेर पोजिटिभ एनर्जी ल्याइदिन सक्छौँ, जहाँबाट हामीले प्रस्पेरिटी एनर्जी ल्याइदिन सक्छौँ। त्यहाँ धेरै थरीका ब्लेसिङ्सहरू छ जसबाट हामीले आफ्नो बिजनेसलाई, आफ्नो घरलाई, इन्भाइरोमेन्टलाई एकदम पोजिटिभ बनाउन सक्छौँ। सो देयर आर सो मेनी टेक्निक्स वी क्यान युज इन आवर होम एन्ड इन आवर अफिस वेयर एभर वी वान्ट। ओके, सो भनेपछि हामीले चाहिँ हिलिङ मेथडबाट घर या अफिसमा केही नेगेटिभ एनर्जी छ भने हामी त्यसलाई क्लिन्स गर्न सक्छौँ। या वी क्यान फाइन्ड आउट एन्ड क्लिन इट। स्क्यानिङबाट फाइन्ड आउट गर्ने एन्ड आफ्टर द्याट विथ द टेक्निक्स वी क्यान क्लिन द्याट। सो हाम्रो त्यो नुन पानीले पोछा लाएर पनि
हामीले सफा Yes. गर्छौँ मिल्छ भन्छ नि त्यो चाहिँ के टेक्निक हो त्यो खासमा? टेक्निक भनेको चाहिँ इट्स स्पेसली फर द ग्राउन्ड अर द फ्लोरको लागि भयो। फ्लोरमा कुनै नेगेटिभ एनर्जी फिजिकल्ली छ भने होइन, तर इन्भाइरोमेन्टमा भएकोलाई चाहिँ टेक्निकबाटै गर्नुपर्छ। नुन पानीको मेन काम के छ भने नुनको के काम छ, नुनले के गर्छ, कुनै पनि नेगेटिभ एनर्जिजहरूलाई ब्रेकडाउन गर्छ। पानीको काम के छ भने पानीले एब्जर्ब गर्छ। फर इक्जाम्पल कहिलेकाहीँ हामी स्विमिङ गर्न जान्छौँ, हजुर हो। तपाईँहरू आधा घन्टा स्विमिङ गर्दा त एकदम रिल्याक्स फिल हुन्छ, याद गर्नुभएको छ। तर त्यही स्विमिङ 1 घन्टा गरेपछि शरीर यस्तो फिल हुन्छ अब गएर सुतौँ, टायर्ड भयो। त्यो किन? पानीले आधा घन्टासम्म त राम्रो एनर्जी नै तानिरहेको हुन्छ, तर जब नराम्रो एनर्जी तानिरहेको हुन्छ, जब नराम्रो एनर्जी सिद्धिन्छ पानीले राम्रो एनर्जी पनि तान्छ, किन उसको काम त पानी एब्जर्ब गर्ने हो। अनि जब राम्रो एनर्जी उसले एब्जर्ब गर्छ हामी टायर्ड फिल गर्न थाल्छौँ। त्यही भएर त्यो नुन पानीले के गर्छ, नेगेटिभ एनर्जीलाई ब्रेकडाउन गरेर अनि पानीले के गर्छ, सबै नेगेटिभ एनर्जी एब्जर्ब गर्छ र हाम्रो घरबाट अलिकति स्ट्रेसहरू कम हुन्छ भन्छन् नुन पानीले। त्यही तरिकाले यदि हाम्रो आफ्नो बडीलाई पनि हामीलाई क्लिन गर्नु छ भने हामी नुन पानीले नुहाउनु पनि सक्छौँ। यदि हाम्रो बडीमा धेरै पेन छ या कुनै डिजिज एनर्जी छ भने व्हाट यु क्यान डु इज जस्ट टेक बाथ, नुहाउनु मजाले साबुनहरू लाएर लास्टमा हजुरहरूले अलिकति हातमा नुन लिएर पुरा बडीमा दल्नुहोस् अनि पखाल्नुहोस्। त्यो गर्दाखेरि तपाईँको बडी एकदम अलिकति इजी हुन जान्छ। सो जुन नुन पानीले जुन पखाल्ने भन्नुभयो यो चाहिँ हामीले डेली गर्ने कि डेली गरेको राम्रो, डेली गरेको राम्रो। तर कपाल र मुखमा चाहिँ नहालेको राम्रो। मैले चाहिँ त्यो युज गरेको छैन, त्यही भएर म भन्छु। तर बडी पुरामा चाहिँ युज गर्नुभयो भने त्यो धेरै राम्रो हुन्छ। सो हामीले चाहिँ डेली चाहिँ हाम्रो नुन पानीले चाहिँ जिउ पखालेको राम्रो हुन्छ। हजुर, त्यसले एकदम बडीलाई पावरफुल बनाउँछ, एनर्जिजहरू पनि फाइन गर्छ, सँगसँगै तपाईँको बडीलाई अलिकति हेल्दी बनाउन थाल्छ। अनि अर्को चाहिँ अब हाम्रो लाइफ यति आजकल मान्छेको लाइफ यति बिजी हुन्छ होइन, बिजी सेड्युल छ, भागदौड हुन्छ, कतिलाई खाने फुर्सद पनि हुँदैन है। यो टाइममा चाहिँ अब कतिजना स्ट्रेस छ के, मान्छे डिप्रेस पनि छ होइन, मान्छे वेल्दी मान्छे पनि डिप्रेस छ यहाँ होइन, पैसा हुने पनि डिप्रेस छ, नहुने पनि डिप्रेस छ होइन। सो यो डिप्रेसनबाट बाहिर निस्किन लागि के गर्दा ठिक होला त? सबभन्दा मेन त अहिले एकदम कम्पिटिसन बढेको छ। सानो बच्चा पनि कम्पिटिसनमा छ, ठुलो मान्छे पनि कम्पिटिसनमा छ। अहिले हरेक मान्छे चाहिँ डिप्रेस छ। त्यही भएर कम्पिटिसनले के गर्छ, मान्छेमा एन्जाइटी बढाइदिन्छ, स्ट्रेस बढाइदिन्छ। त्यो सबै एनर्जिसले के गर्छ, हामीलाई डाउन गर्न थाल्छ। त्यही भएर सबभन्दा मेन पहिला त हामीले आफ्नो एनर्जी चेन्ज गर्नु पर्यो। हरेक नेगेटिभ एनर्जीलाई पोजिटिभ एनर्जीले रिप्लेस गर्नु पर्यो। त्यसपछि हाम्रो प्राणिक हिलिङमा साना साना टेक्निक्सहरू थुप्रै छ जसलाई हामीले युज गर्न सक्छौँ। त्यसमा 1-2वटा मैले हजुरहरूलाई भन्न सक्छु। एउटा छ ब्रिदिङ टेक्निक। यदि इफ यु क्यान डु द्याट ब्रिदिङ यु क्यान चार्ज योर बडी, योर इमोसन्स, सो द्याट क्यान हिल यु। अर्को हाम्रोमा एउटा एकदम राम्रो मेडिटेसन छ जसले हामीभित्र पिस र माया बढाउँछ। मान्छेभित्र पिस र माया आउने बित्तिकै अलि रिल्याक्स हुन थाल्छ। त्यो मेडिटेसनलाई भनिन्छ ट्विन हार्ट मेडिटेसन। त्यो नेपालीमा पनि छ हामीसँग। अनि त्यो यदि तपाईँले गर्न थाल्नु भने तपाईँ आफूले एकदम रिल्याक्स फिल गर्न थाल्नुहुन्छ। अनि तपाईँले फिल गर्नुहुन्छ कि तपाईँभित्र केही न केही नयाँ चिज आएको जस्तो फिल गर्न थाल्नुहुन्छ। मेडिटेसन त मैले धेरैलाई रेकमेन्ड पनि गरेको छु होइन, मैले आफैले पनि। र हामीले चाहिँ ट्विन हार्टबाट धेरै एउटा एक किसिमको म्यानिफेस्टेसन पनि हो किनभने जब मान्छेको अरा क्लिन हुन थाल्छ फर्चुन उससँग आफसे आप आउन थाल्छ। त्यो विश फुलफिलमेन्ट पनि हो भन्छु। यस, बिकज सी इफ यु आर फ्री फ्रम इमोसन्स अर डिजिज, तपाईँको बडी र इमोसनल बडी फिजिकल बडी सबै क्लिन छ भने तपाईँको लक पनि आफसे आप आउन थालिहाल्छ, किनभने तपाईँको थट क्लियर हुन थाल्छ नि। अनि ट्विन हार्टले के गर्छ, तपाईँको अरा क्लिन गर्ने, तपाईँको मेन्टल बडीलाई इजी बनाउने, पिसफुल बनाउने। हजुरले मलाई खुद भन्नुभएको थियो कि कुनै पनि एउटा विस मागेर ट्विन हार्ट 1 महिना रेगुलर सुनेपछि त्यो विस फुलफिल हुन्छ। धेरै जस्तो मान्छेको हुन्छ, तर सबैको आफ्नो आफ्नो त्यो छ नि कर्म, त्यही हिसाबले पोजिटिभनेस चाहिँ हुन्छ। पोजिटिभिटी त पुरै आउँछ। ट्विन हार्ट मेडिटेसन गरेपछि त्यसमा बढी मात्रामा के गर्नुभएको छ, तपाईँले अर्थलाई ब्लेस गर्नुभएको छ। तर ब्याड कर्मा पनि रिलिज हुन्छ होइन। यस, सी इफ यु ब्लेस समथिङ अर इफ यु गिभ पोजिटिभिटी टु समवन, वाट विल यु गेट? यु विल अल्सो गेट ब्लेसिङ्स न। यसमा हामीले के गरेको छौँ, पुरा पृथ्वीलाई ब्लेस गरेको छौँ। पृथ्वीमा के छ, सबैजना पृथ्वीमै छौँ। हाम्रो शत्रु पनि पृथ्वीमा छ, साथी पनि पृथ्वीमा छ, परिवार पनि पृथ्वीमा छ, एनिमल्स पनि पृथ्वीमा छ र सँगसँगै प्लान्ट्सहरू पनि पृथ्वीमा छ। हामी सबैलाई ब्लेस गरिरहेको छौँ। सो मैले एकजना मेरो एउटा फ्रेन्डलाई ट्विन हार्ट मेडिटेसन रेकमेन्ड गरेको थिएँ। उसको एउटा रिलेसनसिपमा थियो अनि मैले उसलाई रेकमेन्ड गरेको थिएँ।
हजुर उसले रेगुलर गर्नु थालेछ ट्विन हार्ट वाह। अब ट्विन हार्ट गरेपछि त त्यसमा पोजिटिभिटी क्रिएट हुन्छ या अब ब्याड कर्मा त त्यसले कट गर्छ त्यो गर्न थालेपछि 5 डेजमा चाहिँ उसको चाहिँ डेली जुन बोयफ्रेन्ड छ उसले चाहिँ उसको रियल फेस चाहिँ उसलाई देखाउनु थालेछ रियल फेस नराम्रो फेस रियल एक्टिभिटिज चाहिँ उसले देखाउनु थालेछ अनि उसले मलाई कम्प्लेन गर्यो यस्तो यस्तो भयो भनेपछि अनि मैले भने मास्टरले त तिमीलाई ब्लेस गरेको तिमीलाई त रियल फेस देखाइदिएको अनि विदिन लाइक उसलाई जुन पोजिटिभिटी आयो आउनु त आयो तर उसको चाहिँ ब्रेकअप पनि भयो कि एट द सेम टाइम ब्रेकअप त उसको हुनै थियो हजुर अलि अगाडि भयो अलि पछाडि भयो जब राम्रो रिलेसन थिएन अनि कुनै न कुनै बेलामा त केही न केही थाहा नै हुने थियो त्यो ट्विन हार्टले गर्दाखेरि बढी भएको भने म भन्न मिल्दैन बिकज ट्विन हार्टले कहीँ न कहीँ हाम्रो इन्ट्युसन पनि खोल्छ इन्ट्युसन भनेको भित्रबाट नै हामीलाई ज्ञान आउँछ कि के भइरहेछ त्यो पनि आउँछ यदि राम्रोसँग तपाईँ ट्विन हार्ट एकदम मनले गर्नुभयो एकदम राम्रोसँग प्रोसेसले गर्नु भने तपाईँको इन्ट्युसन पनि खुल्न थाल्छ अनि त्यसले गर्दा पनि तपाईँलाई अवेरनेस हुन थाल्छ के तपाईँको इन्भाइरोमेन्टमा भइरहेछ या तपाईँसँग के भइरहेछ त्यो पनि हुनसक्छ अनि उसको ब्रेकअप भएको कुरा जुन तपाईँले भन्नुभयो त्यो त अगाडि पछाडि जुन बेला पनि हुने नै थियो के बुझ्नु पर्यो भने जुन 2 वर्ष हुन लेखेको थियो त्यो चाहिँ 1 महिना तपाईँको जे लेखेको हुन्छ त्यो त तपाईँको हुनेवाला नै छ त्यो ट्विन हार्टले भएको भनेर पनि भन्न मिल्दैन तर उसको इन्ट्युसन खुल्यो इन्ट्युसन खुलेर उसले उसको बोयफ्रेन्डसँग जे प्रब्लम भइरहेको थियो त्यसलाई देख्न थाल्यो अनि देख्न थालेपछि उसले रियलाइज गर्यो कि यो प्रब्लमै रहेछ यो रिलेसन राम्रो छैन भनेर उसलाई चाहिँ मास्टरले उसको रियल फेस देखाइदिनु मास्टरले देखाउनु भन्दा पनि उसको इन्ट्युसनले देखायो उसलाई किनभने इन्ट्युसन त खुल्छ नि ट्विन हार्ट गर्दा बिकज इल्युमिनेसन हुन्छ त्यहाँ इल्युमिनेसन हुँदाखेरि कहीँ न कहीँ तपाईँ अब आफ्नो हायर सोलसँग त कनेक्ट हुनुहुन्छ नि त्यो बेला अनि हायर सोलसँग कनेक्ट हुँदाखेरि दे विल सो यु द पाथ विच इज राइट फर यु राइट पाथ चाहिँ देखिन्छ त्यही तर यदि रङ कुरा हुनु छ भने त्यो छिटो भएको राम्रो नि हिलिङले चाहिँ जुन कुरा ढिला हुन्छ नि त्यो कुरा चाहिँ छिटो हुने चान्सेस चाहिँ हाई हुन्छ हेर्नु नेगेटिभ कुराहरू र पोजिटिभ कुराहरू दुई थरीका हुन्छन् जब तपाईँ आफ्नो अरालाई राम्रो गर्न थाल्नुहुन्छ बढी मात्रामा तपाईँसँग पोजिटिभै हुन्छ तर यदि कुनै कुरा लेखेको छ भने त्यो भए पनि त्यति तपाईँलाई टेन्सन दिँदैन त्यो कुराले यदि तपाईँ आफ्नो मेडिटेसन गरेर राख्नुभएको छ आफ्नो अरा क्लिन गरेर राख्नुभएको छ हिलिङ गरेर राख्नुभएको छ या तपाईँले कुनै पनि स्पिरिचुअल पार्टमा काम गरेर राख्नुभएको छ तपाईँले त्यो कुराले त्यति ट्रिगर गर्दैन सो अर्को चाहिँ कुनै पनि एनर्जीबाट जस्तै हामी कुनै रिलेसनसिपमा छौँ र आफ्टर ब्रेकअप भनौँ न होइन अहिले त धेरैजना मान्छेलाई रिलेसनसिपमा कस्तो प्रब्लम छ वेदर यु आर अ हस्बेन्ड या वाइफ गर्लफ्रेन्ड बोयफ्रेन्ड धेरैलाई अहिले त रिलेसनमा प्रब्लम छ धेरैजनाको डिभोर्सको केस पनि छ अहिले होइन सो कतिजनालाई मुभ अन हुन कति गाह्रो हुन्छ रिलेसनबाट कतिलाई इमोसनल पेन हुन्छ होइन सो थ्रु हिलिङ त्यो पेनफुल सिचुएसनबाट मुभ अन हुनलाई पनि इजी हुन्छ म्याम यस इट्स भेरी इजी हाम्रो एउटा कोर्स छ साइकोथेरापी कोर्स हजुर त्यसमा चाहिँ हामीले साइकोलोजिकल प्रब्लम हिल गर्छौँ अनि त्यो चक्रासहरूमा भएका जति पनि नेगेटिभ थट्सहरू या इमोसनहरू छ तिनीहरूलाई निकालेर हामीले त्यसमा पोजिटिभिटीबाट रिप्लेस गर्छौँ अनि त्यसबाट मान्छेहरूलाई धेरै इजी भएको छ बिकज आफ्टर कोभिड आई हेभ सिन देयर आर सो मच इमोसन्स द्याट पिपुल आर क्यारिङ धेरैजना मान्छेले इमोसनै क्यारी गरिरहेछ अहिले रोग भनेको इमोसनबाट नै आइरहेछ धेरैजनालाई अनि त्यो चाहिँ हामीले रिप्लेस गरेर मजाले हिल गर्न सक्छौँ फर इक्जाम्पल आई वुड लाइक टु गिभ यु एक्जाम्पल लाइक सी इफ समन इज सफरिङ फ्रम डायबिटिज कोही मान्छे डायबिटिजबाट सफर गरेको छ भने त्यो मान्छेलाई तपाईँले स्ट्रेस भएको बेलामा हेर्नुहोस् औषधि खाइरहेछ इन्सुलिन खाइरहेछ लिइरहेछ सबै गरिरहेछ तर जुन बेला उसलाई स्ट्रेस हुन्छ उसको डायबिटिज बढेको हुन्छ कि हुँदैन मस्टली बढेको हुन्छ हजुर हो हैन त्यो के कारणले बढेको छ डायबिटिज स्ट्रेसले त तपाईँले त्यो एरियामा त स्ट्रेस पनि हिल गर्नु पर्यो नि हजुरलाई यो कुरा त थाहा छ नि हामीले डक्टरहरूसँग पनि बुझ्छौँ यो कुरा थाहा हुन्छ हामीलाई हजुर हो त्यही भएर डक्टरले यदि तपाईँलाई स्ट्रेसको एनर्जी दियो भने तपाईँ खानुहुन्छ मस्लीले लिँदैन इमोसनलको एनर्जी मेडिसिन दिनुभयो भने कसैले खाँदैन तर प्राणिक हिलरले यदि त्यो एरियाको स्ट्रेस कम गरिदियो भने एकदम ह्याप्पिली उनीहरूले कम गराउन खोज्छन् सो गुरुले हामीलाई टेक्निक दिनुभएको छ जसबाट हामीले अर्गेन्सको पनि इमोसन्सहरू निकाल्न सक्छौँ चक्राजहरू पनि निकाल्न सक्छौँ अघि नै मैले तपाईँहरूलाई भने हाम्रो 11वटा चक्र छ हरेक चक्र जहाँ जहाँ लोकेट भएको छ त्यहाँका अर्गेन्सहरूलाई डिल गर्छ त्यसले तिनीहरूलाई कन्ट्रोल गर्छ र तिनीहरूलाई एनर्जाइज गर्छ त्यही तरिकाले हाम्रो दुईटै रिबको बिचमा एउटा चक्र छ सोलर प्लेक्सिस भन्छौँ यसलाई हामी यो चक्राले यसको तल पेनक्रियास छ हाम्रो डायबिटिज हुने मेन कारण के हो इन्सुलिन राम्रोसँग प्रोडक्सन भएन या बढी प्रोडक्सन भयो
त्यसले गर्दा मान्छेलाई डायबिटिज प्रब्लम आउन सक्छ। त्यही भएर यो चक्राले त्यसलाई कन्ट्रोल गर्छ। यसको फङ्सन ठिक नहुने बित्तिकै डायबिटिजको लेभल हाई जान्छ या लो जान्छ। यसलाई हामीले नर्मलाइज गर्न सक्यो भने डायबिटिज नर्मलाइज गर्न सक्छौँ। यसमा हामीले स्ट्रेस हटाइदिन सक्यो भने डायबिटिज हामीले इजिली हिल गर्न सक्छौँ। लाइक माई मम पास्ट एट द एज अफ 52। मेरो मम्मी सानो उमेरमा बित्नुभयो थियो। मेरो मम्मी जब बित्नुभयो मम्मीलाई डायबिटिज थियो अनि डायबिटिजको कारणले मेरो मम्मीको अपरेसन एकचोटि आँखाको अपरेसन गर्नु थियो। आँखाको अपरेसन गर्दाखेरि डायबिटिज वाज भेरी हाई अनि डक्टरले के सजेस्ट गर्नुभयो, 1 हप्ता हस्पिटलमा राखौ, उहाँको त्यहाँ हामी सबै चिज नर्मलाइज गरिदिन्छौँ, किनभने इन्सुलिन मेडिसिन खाना सबै कन्ट्रोलमा दिन्छौँ भनेर हामीले मम्मीलाई राखिदियौँ। तर मेरो मम्मीको 1 हप्तामा डायबिटिज कम भएन, बढी बढ्यो। किनभने मम्मीलाई त हस्पिटलको स्ट्रेस थियो नि, टेन्सन थियो नि, त्यसले गर्दा मम्मीको स्ट्रेस डायबिटिज हामीले कम गर्न सकेन अनि अपरेसन पनि भएन। त्यही भएर यदि म प्राणी किलर भएको भए या कोही प्राणी किलरसँग मेरो कन्ट्याक्ट भएको भए आई क्यान हिल द्याट पार्ट न। सो इट्स भेरी इजी टु हिल इमोसन्स इन प्राणी किलिङ एज वेल एज द फिजिकल बडी। अनि मलाई कहिलेकाहीँ लाग्छ इफ आई वुड बी देयर एज अ प्राणी किलर आई कुड हेल्प हर, बट मैले उहाँलाई के पनि हेल्प गर्न सकिनँ। बित्दाखेरि हजुर हिलिङमा आएको थिएन। मम्मी बितेको 1 वर्ष पछि आएको म प्राणी किलिङमा। त्यही कुराले ट्रिगर गरेर आउनुभयो कि हजुर? नो, मलाई त्यो कुराले ट्रिगर त थिएन, किनभने मलाई बिलिभ थिएन प्राणी किलिङमा आउँदाखेरि। सुरुमा बिलिभ त मलाई 1 वर्ष पछि भयो। हजुर, त्यो बेला चाहिँ मलाई प्राणी किलिङले हेल्प गर्छ भने पनि थाहा थिएन। तपाईँ चाहिँ अचानक जुराएर आउनुभएको? म एकदम अचानकै आएको अनि आएपछि पनि 1 वर्ष चाहिँ त्यति बिलिभ गरिनँ, तर पछि जब बिलिभ गरेँ, यस्तो बिलिभ गरेँ कि मेरो लाइफै प्राणी किलिङ भएको त। सो हजुरलाई चाहिँ मास्टरले नै चुज गर्नुभयो अनि एकदम ब्लेसिङ पनि पाउनु? मैले धेरै ब्लेसिङ पाएको छु गुरुबाट, बिकज मेरो लाइफ यस्तो थियो कि म 2 जना मान्छेको अगाडि बोल्न पनि डराउँथेँ। हजुरलाई कम्युनिकेसनमा पनि प्रब्लम थियो? सबै चिजमा प्रब्लम थियो, किनभने म कसैको अगाडि जान पनि डराउँथेँ, 2 जना अगाडि बोल्न। जब एकजना लेडी 15 वर्षसम्म घरमा बसेर घरकै कामको लागि मात्रै सबै चिज गर्छ भने त्यो लेडीको अलिकति आफ्नो सेल्फ स्टिम पनि त कम हुन्छ नि। तर जब प्राणी किलिङमा आए बिस्तारै यति मास्टरले गर्नुभयो, आफूले मैले यति चेन्ज गर्न पाएँ कि अब चाहिँ आई क्यान स्पिक। तपाईँ कसरी ट्रस्टी हुनुभयो त प्राणी किलिङको? यसको अवसर कसरी पाउनु? यसको अवसर कसरी पाइन्छ भने इफ वी आर अ सर्भिस पर्सन, हामी प्राणी किलिङको लागि धेरै सर्भिस गर्छौँ या प्राणी किलिङमा फुल टाइम काम गरिरहेछौँ या मास्टरले हामी माथि ट्रस्ट गर्नुभएको छ भने ही चुज अस एज अ ट्रस्टी। हजुर त अब यहाँको एकदमै ट्रेनर हुनुभयो होइन, सिनियर ट्रेनर। सो यसको अवसर कसरी पाउनु? ट्रेनरको लागि त हाम्रो आफ्नो क्राइटेरिया हुन्छ हजुर, जसलाई हामी पुरा गर्नुपर्छ अनि मात्रै हामी ट्रेनर बन्न सक्छौँ। यस्तो नर्मल छैन कि जसलाई पनि ट्रेनर बनाइदिन्छ। हाम्रो क्राइटेरिया हुन्छ यति स्टुडेन्टलाई तपाईँले हिल गर्नुपर्छ, यति पेसेन्टलाई हिल गर्नुपर्छ, यति के भन्छ रिपोर्ट्सहरू देखाएर हिल गर्नुपर्छ या तपाईँ यति पढ्नुपर्छ। त्यो सबै हामीले आजसम्म टोटल कति स्टुडेन्ट या कति पेसेन्टलाई हिल गरिसक्नु भएको छ? त्यसको त मसँग काउन्टिङै छैन, धेरै गरिसकेछु। हजुर, सो त्यसको चाहिँ काउन्टिङ मसँग छैन, तर धेरै पेसेन्ट हिल गरिसकेछु, किनभने मेरो आफ्नो क्लिनिक छ लाजिमपाटमा अनि त्यहाँ हामीले डेली नै राम्रै हिलिङ गर्छौँ अनि गरिरहेको 10 वर्ष भइसकेको छ मलाई। तर धेरै गरिसकेछु बिकज ओन्ली नेपालको मात्रै नभएर बाहिर पनि हामीले धेरै हिलिङ गर्छौँ। प्राणिक हिलिङ बाहेक अपार्ट अफ द्याट हजुरको प्यासन चाहिँ अरू केमा छ म्याम? पहिला त मेरो प्यासन धेरै थियो। लाइक मेरो प्यासन भनेको आई क्यान कुक वेल, मैले बच्चाहरू राम्रोसँग राख्न सकेँ एन्ड घरलाई राम्रोसँग हेर्न सकेँ। तर अहिले मेरो प्यासन भनेको मेन प्राणी किलिङै हो। सो अरू चिजमा मेरो दिमागै जान्दैन अहिले। कन्ट्रिब्युसन भनेको लाइफ टाइम नै प्राणी किलिङ नै हो। सी अब म यसमा लागेको छु अनि मलाई थाहा छ यसमा मेरो धेरै जरुरत छ होइन, अरू चिज अरूसँग पनि म गराउन सक्छु। त्यही भएर मेरो मेन इम्पोर्टेन्स चाहिँ प्राणी किलिङमै आयो। सो अर्को इम्पोर्टेन्ट कुरा यसमा म थोरै थप्न चाहेँ, प्राणी किलिङ थ्रुबाट पनि हामीले चाहिँ एनर्जी चेक गरेर जस्तै प्रेडिक्सन पनि गर्न सक्छौँ है? या प्रेडिक्सन भन्दा पनि वी स्क्यान एन्ड वी से इट क्यान ह्यापन अर नट। इट्स काइन्ड अफ प्रेडिक्सनै भनौँ होइन, काइन्ड अफ होइन, टोटली प्रेडिक्सन नभने पनि एउटा एनर्जी चेकिङ गर्न सकिन्छ, चेकिङ गर्न सकिन्छ अपकमिङ डेजहरू होइन। सो यो एउटा इन्ट्रेस्टिङ पार्ट पनि हो होइन एउटा प्राणी किलिङको। केही भन्न चाहनुहुन्छ पब्लिकलाई? कसरी प्राणी किलिङमा चाहिँ कोही इन्ट्रेस्टेड हुनुहुन्छ ट्रेनिङको लागि भने हजुरलाई कसरी सम्पर्क गर्ने? तपाईँहरू हिलिङ सिक्न चाहनुहुन्छ या हिलिङ लिन चाहनुहुन्छ भने तपाईँहरू मेरो सेन्टरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। लाजिमपाटमा छ लोटस वेलनेस हिलिङ सेन्टर नियर साङ्ग्रिला होटल। सो यु क्यान कम एन्ड ट्राई इट।
तपाईँहरूले स्क्यानिङ गराएर तपाईँहरूले केही प्रब्लम छ भने त्यसको बारेमा थाहा पाएर अनि यदि तपाईँहरूलाई हिलिङ गराउनु मन लाग्छ भने यु क्यान डु कम फर द हिलिङ सेसन or you can take classes. ट्रेनिङ लिएर हजुरहरू आफै पनि Yeah, you can become a healer. And our guru always says one thing, that is कि मान्छेले हिलिङ सिकेपछि अलिकति मान्छेले त्यसबाट अर्निङ पनि गर्नुपर्छ, जसले गर्दा मान्छेले आफ्नो लाइफलाई फाइनेन्सियली पनि इजी बनाउन सकोस्। त्यही भएर हजुरहरूले सिकेर यसलाई आफ्नो प्रोफेसन पनि बनाउन सक्नुहुन्छ। अनि जो मान्छे राम्रो प्रोफेसनमा हुनुहुन्छ उहाँले पार्ट टाइमको रूपमा पनि युज गर्न सक्नुहुन्छ, आफ्नो फ्यामिलीलाई युज गर्न सक्नुहुन्छ। हामी हाम्रो एन्ड अफ द सोमा आइसकेका छौँ। सो काजल अग्रवाल म्यामलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। नेक्स्ट एपिसोडमा हजुरहरूसँग भेट्ने नै छौँ। सो हजुरहरूको दिन शुभ रहोस्। हस्त नमस्ते।